अहिले चाहिँ हामी तिनकुनेको जाममा छौँ। अहिले चाहिँ हामी तिनकुने हुँदै शङ्खमूलतिर लाग्छौँ। अब हामी आज चाहिँ हामी यता कोटेश्वर जडीबुटी कौसटा जडीबुटी हामी कोटेश्वर तिनकुने हुँदै अब हामी यताबाट शङ्खमूलतिर लागेर बालकुमारी निक्लिन्छौँ। तपाईहरुलाई पनि यसरी रोड ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झिनु होला। तपाईसँग लाइसेन्स छ, गाडी चलाउन आउँदैन भनेर चिन्ता भएर बस्नु भएको छ, पर्दैन अब चिन्ता लिन। हामीलाई तुरन्त सम्पर्क गर्नुस्, आउनुस्, हामीलाई भेट्नुस्। 4-5 दिनमा गाडी यसरी फिलिलिली हाइवे चलाएर हिँड्न सक्ने हामी बनाउने छौँ। सिक्न चाहनुहुन्छ भने सम्झिनु होला। हस्त नमस्ते।